सबैलाई म स्वागत गर्न चाहन्छु अनि सम्पूर्णलाई जय मसीह। हामी गएको हप्तामा हामीले रोमी 8 अध्यायमा पवित्र आत्माको भूमिका हामी इसाईहरूको जीवनमा के क्षेत्रमा छ, कुन क्षेत्रमा छ भनेर हामीले हेर्दै थियौँ, सिक्दै थियौँ। अनि पहिलो हामीले हेर्यौँ कि पवित्र आत्माले आज हामीहरूको जीवनमा ईश्वरीय त्यो आत्मिक जीवन उहाँले सुरु गर्नुहुन्छ भनेर हामीले रोमी 8 अध्यायको आधारमा हेरेका थियौँ भने दोस्रो पवित्र आत्माले हामी इसाईहरूको जीवनमा गर्नुहुने मुख्य कार्य भनेको उहाँले हामीलाई परमेश्वरको राज्यमा हिँड्नको निम्ति अगुवाई पनि गर्नुहुन्छ। यस रोमी 8 अध्यायको 14 पदमा म यहाँ पढ्नेछु। यहाँ लेखिएको छ, किनभने सबै जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन् तिनीहरू नै परमेश्वरका सन्तान हुन्। आमेन। परमेश्वरको आत्मा, पवित्र आत्माले डोर्याइएकाहरू मात्रै परमेश्वरका सन्तान हुन्। जब हामी आत्मिक रूपमा आत्माद्वारा जन्मिन्छौँ, हामी जन्मिसकेपछि हामीलाई एक एक कदम डोर्याइनु खाँचो छ, हिँड्नु आवश्यकता छ। अनि त्यो पनि आत्माको अगुवाईमा, आत्माको नियन्त्रणमा र उहाँको अधीनमा हिँड्नु आवश्यकता छ। जसरी एउटा बालक जन्मिसकेपछि आफ्नो बुवा आमाको सिको गर्दै बुवा आमाको हात समातेर टुकु पाइला चाल्छ अनि ऊ चाहिँ अगाडि बढ्न थाल्छ, त्यसै गरी तपाईँ र म पनि आत्मिक जीवनमा हामी पवित्र आत्माको अगुवाईमा रहेर हिँड्नु आवश्यकता छ। जब हामी येशू ख्रीष्टको जीवनी हेर्छौँ, उहाँ हरेक कदममा पवित्र आत्माको गाइडेन्समा उहाँले आफ्नो जीवन व्यतीत गर्नुभएको हामी देख्छौँ। विशेष गरी जब हामी परमेश्वरको वचन लुका 4 को 1 पदमा देख्छौँ, त्यहाँ लेखिएको छ, त्यहाँ चाहिँ पवित्र आत्माको अधीनमा पवित्र आत्माले येशूलाई चाहिँ उजाड भूमिमा त्यहाँनिर डोर्याउनु भएको कुरा हामी देख्छौँ। हि लेड बाई द स्पिरिट, है, त्यहाँ लेखिएको छ मरुभूमिमा उहाँ चाहिँ अगुवाई गरिनुभयो। के को लागि भन्दा विभिन्न किसिमका ट्रायल्स, परीक्षाहरूलाई सामना गर्नको निम्ति। कतिपटक हामी विचार गर्छौँ पवित्र आत्माले हामीलाई सधैँ आशिषको जग्गामा मात्रै डोर्याउनुहुन्छ, तर जब हामी येशू ख्रीष्टको जीवनलाई हेर्छौँ, पवित्र आत्माले नै हामीलाई कतिचोटि च्यालेन्जेसहरूलाई सामना गरेर अझै हामीलाई बलियो बनाउनको निम्ति मरुभूमितिर पनि उहाँले हामीलाई डोर्याउने गर्नुहुन्छ। अनि लेखिएको छ, पवित्र आत्माद्वारा उहाँ डोर्याइएको हुनाले विभिन्न कुराहरूमा परीक्षित हुँदै पापहरूलाई जित्दै उहाँले 40 दिन र 40 रातसम्म आफ्नो उपवासको दिनहरूलाई पुरा गर्नुभएको र परमेश्वरसँग घनिष्ठ पितासँगको सम्बन्धमा उहाँ बढ्नुभएको कुरा हामी त्यहाँ देख्दछौँ। जब हामी प्रेरित पावललाई हेर्छौँ, उनी हरेक मुमेन्टमा उनले पवित्र आत्माको गाइडेन्सलाई, अगुवाईलाई आफ्नो जीवनमा उनले थाहा गरेको र त्यसलाई पछ्याएको हामी देख्छौँ। पावल अनि उनको सहकर्मी जब उनीहरू चाहिँ प्रचार गर्नको लागि दोस्रो मिसनरी यात्रा सुरु गर्दै थिए, पवित्र आत्माले उनीहरूलाई कति ठाउँमा मनाइ गर्नुभएको छ, नो भन्नुभएको छ। अनि पावलले त्यो नो भन्ने आवाजलाई पनि उनले एक्सेप्ट गरे र कति ठाउँमा पवित्र आत्माले यस अब यता जाऊ भनेर अगुवाई गर्नुभयो। अनि अन्तिममा उनीहरू दोधार भइरहेको थिए, कता हो के हो भनेर प्रार्थना गर्दाखेरि हामी थाहा छ त्यहाँ चाहिँ माकेडोनियामा उनलाई जाने अगुवाई दर्शनद्वारा प्राप्त भएको छ। पवित्र आत्माले डोर्याउनुहुन्छ भन्नुको अर्थ हामीलाई उहाँको वचनद्वारा अगुवाई मिल्छ। हामीले प्रार्थना गर्दाखेरि परमेश्वरको शान्ति हाम्रो हृदयमा आउँछ। हामीले प्रार्थना गर्दा पवित्र आत्माले कुनै दर्शन या घटना या चिन्हहरूद्वारा हामीलाई अगुवाई गर्नुहुन्छ। विभिन्न माध्यमहरूद्वारा पवित्र आत्माले हामीलाई उहाँको सेवाको निम्ति, उहाँको राज्यमा अगाडि बढ्नलाई अगुवाई गर्नुहुन्छ। अनि भजन सङ्ग्रह 32 को 8 मा भजनको लेखक भन्छन् कि म तँलाई शिक्षा दिनेछु र त कुन मार्गमा हिँड्नुपर्ने म तँलाई सिकाउने छु भनेर परमेश्वरले भन्नुभएको छ। यस, तपाईँ र म पवित्र आत्माबाट सिकाइएकाहरू, पवित्र आत्माबाट डोर्याइएकाहरू हुन सक्छौँ। र पावलले बारम्बार आफ्नो पत्रहरूमा गलातीमा, एफिसीमा भन्छन् कि पवित्र आत्मा अनुसार हिँड, पवित्र आत्मामा चल, पवित्र आत्माद्वारा डोर्याइएको तिमीहरूको जीवन हुन सकेको होस् भनेर उनले बारम्बार भन्छ। त्यसकारण आज यो छोटो सन्देशमा म यहाँहरूलाई उत्साहित गर्न चाहन्छु कि तपाईँ र म हाम्रो आत्मिक जर्नीमा हामी डराउनु पर्दैन, कन्फ्युज हुनु पर्दैन, चिन्तित हुनु पर्दैन, किनभने उहाँले पवित्र आत्मा हामीभित्र हालिदिनु भएको छ। उहाँ हामीभित्र वास गरेर हामीलाई उहाँले कसरी हिँड्नुपर्ने, कुन मार्गमा चल्नुपर्ने, कसरी परमेश्वरलाई महिमा ल्याउने जीवन जिउनुपर्ने, द होली स्पिरिट विल गाइड अस। आमेन। गड ब्लेस यु।